हेलो लासो साथीहरू, आज चाहिँ मैले घरमै केएफसी बनाएर खाएँ। म चाहिँ जे खाए पनि घरमै बनाइदिन्छु क्या। मोमो खान्छु भन्यो भने घरमै बनाइदिन्छु, चाउमिन खान्छु भन्यो भने घरमै, थुक्पा खान्छु भन्यो भने घरमै, चटपटे खान्छु भन्यो भने पनि घरमै, जे खाऊ घरमै खाऊ। मेरो चाहिँ घरमा सानो सानो बेबीहरू छ नि त, त्यसैले म चाहिँ बाहिर जानु एकदम मलाई चाहिँ नि झ्याउ लाग्छ क्या। चकचक गर्छ, रगरग गर्छ, अनि त्यही माथि महँगो होइन, थोरै। मलाई चाहिँ फेरि जे चिज खाए पनि धेरै खानुपर्छ क्या, त्यस्तो खालको बानी छ कि खाँदै खाँदिनँ, खाएपछि टन्नै खानुपर्छ। त्यही भएर घरमै बनाउँछु म चाहिँ। जे खाए पनि बरु जानी नजानी होइन, नुन खुर्सानी अमिलो पिरो ट्वाक्क भएपछि त उही स्वाद घरकै आइहाल्छ होइन, रेस्टुरेन्टको पनि आइहाल्छ। त्यही भएर म चाहिँ घरमै बनाएर खुवाउँछु। जे चिज खाऊ घरमै खाऊ। अल्छी लाग्दैन है, काम पनि छैन, जाऊ पकाएर खानु, के को अल्छी होइन।